मम्मीले बिजनगर जाउँ भन्थ्यो अनि हाट बजारतिर अन्त हाट बजार गएको थिएँ अनि सामान किन्थ्यो अनि राति परेको थियो अनि बिहान गरेन बिहान अनि बिहान चाहिँ अनि ठुलो मम्मीले बोलाएको थियो कि उता किन बोलाउनु भएको यता आइज भनेर बोल्नु थियो अनि उता दाइसँग जाउँ भन्थ्यो अनि दाइसँग गएर दाइसँग कहाँ गएको उतातिर अनि मम्मीले तिमीलाई स्कुल तिम्रो छुट्टी 3 बजे हुन्छ अनि त्यसपछि 3 बजेबाट राति 8-9 बजेसम्म राख्नुभयो हार्डवेयरमा तिमी मम्मीसँग कति बेला गएको हार्डवेयर 8 बजे 4 बजे 4 बजे अनि तिम्रो त यहाँ 3 बजे छुट्टी हुन्छ 1 घन्टा के गर्यो बिचमा 1 घन्टा अनि 1 घन्टा एकछिन खेलेको के खेलेको 1 घन्टा खेल्देको होमवर्कै नगरिकन आधा मिनट खेल्थे अनि आधा मिनट मम्मीले पढ भन्थ्यो अनि पढे पढ्देको के पढेको ल भन त म त्यही सोध्छु तिमीलाई आज कुन पढ्यौ भन त मम्मीले चाहिँ अनि कम्बल अनि मम्मीलाई मैले फोन गरेर सोध्छु है तिमीलाई मम्मीले हार्डवेयर लानु भएको हो कि होइन अनि होमवर्क गराउन नगर भन्नुभएको हो कि होइन म सोध्छु है मम्मीलाई त्यो अर्को त आन्टी हो गुरुन्दा मम्मी त गाउँ ए त्यो आन्टीले लानु भएको हो गाउँबाट आयो मम्मी गाउँबाट मम्मी आउनु भयो अनि मम्मीले लानु भएको हो म मम्मीलाई फोन गरेर सोध्छु है अनि हिजो त सोमबार थियो अनि विजयनगर त बन्द हुन्छ नि त पसलहरू सबै अनि कहाँको तिमी कहाँ गयौ त उता त्यही विजयनगरको यतापट्टि विजयनगरको यतापट्टि पनि बन्द थियो त हिजो त होइन र अनि तिम्रो मम्मीलाई मैले तिम्रो मम्मीको नम्बर मसँग छ मैले फोन गरेर सोध्छु है त्यो त आन्टीको हो आन्टीको हो त नि तिम्रो मम्मीको पनि छ के अस्ति नै तिम्रो आन्टीले मम्मीको नम्बर मलाई दिनुभएको थियो अनि मैले त्यो मम्मीलाई फोन गरेर सोध्छु है हुन्छ कि हुँदैन यदि फोन गरेर सोध्दा होइन भनेर भन्नुभयो भने तिमीलाई मैले के गर्ने भन त तिमी अहिले तिमीले साँचो कुरा गर्यो भने मैले केही गर्दिनँ अनि तिमीले झुट कुरा गर्यो भने फेरि पिट्छु नि तिमीले साँचो बोलेको हो भन त साँचो बोलेको हो छिटो ढाँटेको है तिमीले तिम्रो मम्मी आउनु भएको छैन है होइन बोला न झुट बोलेको होइन तिमीले